कस्तो दामी हावा चल्यो वाह जम 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 छुट्टै हाम्रो छ नि त हो छुट्टै फेरि तपाईको नाम भन्दिनु अर्जुन के हो अर्जुन अगरकोटी पुजारी हो म त्यहाँ माथिको चम्पादेवी मन्दिरको पुजारी चाहिँ उहाँ हुनुहुन्छ यस्तै हो मान्छेले लडाइँ गरेर ठाउँ हो त्यो चम्पादेवी ए हो र हो फुलचेकीको दिदी यो बहिनी यहाँको फुलचेकी उहाँ फुलचेकी चाहिँ दिदी अझै बहिनी यो चाहिँ दिदी यहाँको अनि वैशाखी गते रमाइलो हुन्छ सबै आउँछ भक्त तानेर अब नयाँ सालमा हाम्रो नेपालीको नयाँ सालमा त्यहाँ एकदम चुरो धागो अनि इत्यादि त्यो रुखको बन्नीहरू सबै काहीँ लिएर आउँछ यहाँ सिपहरू यहीँ सिकेको गरेर हजुर पानी नआए पानी पनि आउँछ ल पानी अब खडेरी लाग्यो अब पानी चाहिँ दिनु पऱ्यो भनेपछि बुको पूजा गरेपछि गुटी गुटीबाट आउँछ अनि फेरि पूजा गरेपछि पानी एक थोपा भयो भने पानी झरिरहेको हुन्छ यसरी आधो बेटा आउँछ अब यहाँको पानी एकदम वैशाखी गते एकदम मेला लाग्छ यो सेल्फी डाँडा हो सेल्फी डाँडा सेल्फी डाँडामा सेल्फी खिच्दै दुई युवक चम्पादेवी छ त्यो डाँडामा छ हामी यता छौँ सबै अगाडि गइसके लास्टमा चाहिँ हाम्रो युट्युब च्यानलका के भन्नु मालिक सिमन राई तल देखिरहेको छ बस्तीहरू नि के भन्नु यहाँबाट देख्न सक्नुहुन्छ यहाँ भिड छ दामी हेर्न नभए त अगाडि गयो त नि कहाँ हो कहाँ हामी चम्पादेवी भन्ने ठाउँ आइपुग्यौँ यो रहेछ हाम्रो चम्पादेवी भन्ने ठाउँ हामी आइपुगेको हो यो ल है यस्तो रहेछ 3 घण्टा छापडाँडा चम्पादेवी त आइपुग्यौँ अब छापडाँडा मजा भइरहेछ जोस हैन अझै 3 घण्टा लाग्दो रहेछ हामी के भन्नु है हामी धेरै पछाडि भयो म त नि कहाँ 2 केस पानी सँग नि अगाडि पो आइपुगे यहाँ म एक निन्द्रा सुतिसके
पानी खेल्दैछौँ यस्तो डाँडामा पानी लिएर आउनु भएको छ हेर्नु न अब कस्तो छ हाम्रो लागि पानी यतिले पुग्छ नि हामीलाई पानी त अब भारी बोकेर ल्याउनु रहेछ हिँडैबाट पनि हुन्छ फेरि हिँड्नुलाई चाहिँ घोडाको जस्तै छ कम खाँदैन लागौँ अब छाप डाँडा भन्ने फेरि अझै 3 घन्टा 4 घन्टा नै लाग्दो रहेछ हिँडेर यहाँबाट हामी त्यहाँसम्म जान्यौँ त्यहाँबाट फेरि उतैको बाटो लिएर हामी फेरि तल काठमाडौँ कपाल जान्छौँ जम अब हामी चाहिँ चम्पादेवीबाट यहाँ रेस्ट लिएर फोटोसोटो खिचेर भिडियो सकेर हामी फेरि छाप डाँडा हिँड्दैछौँ हामी 3 जना पछाडि पो अगाडि गइसक्यो 4 जना अहिले फेरि ओह्रालो रहेछ त हौ रमाइलो छ घुम्नै पर्ने ठाउँ रहेछ तपाईँहरू एकचोटि घुम्न आउनु होला कस्तै रमाइलो छ हेलो एलिना राई हजुर कस्तो भइरहेको छ अनुभव एकदम बब्बल अघि उकालो चढ्दा चाहिँ एकछिन चाहिँ सकस नै परेको थियो 2 जना मात्र भयौँ पछाडि सबै अगाडि गइसक्यो हेलो हामी 2 जना मात्रै पछाडि भयौँ सबै अगाडि गइसक्यो अब हामी अलिक छिटो हिँड्नुपर्ने हुन्छ अब हामी कुद्छौँ या सानो रेस हामी थोरै आज लिँदैछौँ अलि उकालो चढ्न गाह्रो हो त्यही भएर हाम्रो मनिसर हाम्रो त्यही यहाँ उतापट्टि हेर्नुहोस् त दाजै अब रिग्रेट हुँदै होला होइन अब रिग्रेट हुँदै होला अब कपाललाई यहाँ रिग्रेट हुन्छ हो बेस्ट फ्रेन्डहरुलाई रिग्रेट होला कस्तो कालो हो यो उकालो हेर्दै जाउँ है अलि सास आउँछ होइन तर हामीले चापडाँडा गाडी रहेछ लगभग 6-7 घन्टाको ट्रेल रहेछ Are you okay?
छ 7 घन्टा हिँड्यो हो उकालो आमामा अझै पुगेको छैन सापडाँडा धेरै लाग्ने रहेछ तपाईँहरू आउनु भन्छ भने एकदमै प्रिपेयर भएर आउनु होला गाह्रो छ भस्मासुर आइपुग्यौँ यस्तो छ हाम्रो भ्यू भस्मासुरको दामी छ भ्याली त कहाँ हो आइसक्यो है एभ्रीवन डाँडा कटेर पनि हामी अब छाप डाँडातिर लाग्दैछौँ ओके सुइया प्लिज सुइया हाम्रो गाइड हुनुहुन्छ उहाँले गाइड गर्दै हुन्छ हामीलाई ओके अब हामी चाहिँ तल झर्दैछौँ अब चाहिँ हाम्रो ओह्रालो सुरु भयो नि त उकालो चढ्दा चढ्दा होइन हजुर कस्तो बाटो छ भनिदिनु न एकचोटि हाम्रो गाइड चौरै छ ओहो यार प्लिज ओहो यार हामी लगभग कति घन्टा हिँड्यौँ हौ आज 4.5 घन्टा हामी हिँडिसकेछौँ अनि अझै हामी हिँड्दैछौँ अनि हामी अझै हाम्रो मेन प्लान गरेको ठाउँ चाहिँ हामी पुग्न लागिरहेछौँ तल देख्नु भएको छ होइन तलको त्यो यो ठाउँ चाहिँ है यो ग्राउन्डमा चाहिँ हामी जान लाग्यो